लास्ट च्याप्टरमा हामीले जापानले काउन्टर अट्याक सुरु गरेको र यहाँ इसागी र कारासु दामी कम्बाइन गरेर अन्तिममा बल इसागीले पाएर खाली ठाउँमा हुँदा उसको अगाडि एउटा खुट्टामा उभिँदै लोकी आएको। तर यो देखेर इसागीले रिनसँग मिलेर सरप्राइज कम्बो ट्राई गर्दा नि लोकीले आफ्नो स्पिड युज गरी क्याचअप गरेको। तर यो रियलाइज गरेपछि इसागीले अझै अर्को सरप्राइज कम्बो पुल आउट गर्दा बारो आएर बल लिएर अघि जान्छ र यहाँ अब बारोको अगाडि अब केवल फ्रान्सको दुईवटा डिफेन्डरलाई हामीले देखेका थियौं भने बारो यहाँ केही दमदार गर्न तयार हुन्छ। अब यो च्याप्टर 341 को स्टार्टमा हामी यो अन्डर 20 वर्ल्ड कप हुन अघि कुनिगामीले पाएको लेटर देख्छौं, जहाँ इगोले कुनिगामीलाई तिम्रो जवाफ ब्याटलमा छ रेन्सुके कुनिगामी, तिमी आफ्नो बेस्ट फिजिकल वारियर बन भनेर ट्रेनिङ गर्न पठाएको हुन्छ। जसपछि कुनिगामी अति कडा बक्सिङ प्र्याक्टिस गर्न थाल्छ। यो ट्रेनिङबाट यहाँ उसको सेन्स अफ स्पेस स्ट्रङ हुन्छ, यानी कुनै पनि स्पोर्टमा सानो स्पेसिङले कति फरक पर्छ भन्ने कुरा कुनिगामीले बुझ्न थाल्छ र त्यसको साथसाथै जस्तो नराम्रो फिजिकल ब्याटल आए पनि ऊ कहिले हार्ने छैन। इगोले यहाँ यही कुरा भन्दै यी कुराहरू स्ट्राइकरको लागि युजफुल हुन्छ, तर ती वेपनबाट ऊ कुनै पनि पोजिसनको लागि दामी गर्न सक्छ भन्छ आन्ड्रीले। सो त्यही भएर हजुरले कुनिगामीलाई यो सेकेन्ड हाफमा डिफेन्सिभ मिडफिल्डरको पोजिसनमा स्वाप गर्नु भएको हो भन्छ। इगोले यस तिमीले सही गेस गर्यौ, मैले सिडौ र बारोलाई फिल्डमा हालेको बेलामा हाम्रो अफेन्सिभ प्लेयर्सहरू धेरै हुन जान्छन्, जसले गर्दा हाम्रो डिफेन्सलाई गाह्रो पर्न सक्छ। सो यही बेला कुनिगामीको रोल आउनेछ र उसले फ्रान्सको काउन्टरलाई आफू शिल्ड बनेर प्रोटेक्ट गर्न सक्नेछ। ऊ हाम्रो डिफेन्सिभ ट्याङ्क हो भन्छ र यही बेला यहाँ एउटा काउन्टरमा आएको बललाई कुनिगामीले हेड गरेर क्लियर गर्छ। सो अब अडियन्सले उसको लागि चियर पनि गर्न थाल्छन्। अब आर्युले यो बललाई होल्ड गर्दै म यो बललाई अगाडि बढाउँछु भन्छ र उसले यहाँ काउन्टर स्टार्ट गर्छ र बललाई ह्योरीलाई पास गर्छ। इसागीले अगाडि रन लगाउँदै इगोसानको प्लान काम गर्दैछ। कारासु अझै पनि हाम्रो अट्याकको सेन्टरमा छ, तर यसले गर्दा म मेन फर्मेसन भन्दा अगाडि जान सक्छु र अपोनेन्टको वीक पोइन्ट्सलाई काउन्टर गर्न सक्छु सोच्छ। इगोले यो टु साइडेड सिस्टम इम्प्लिमेन्ट गरेको हुन्छ। अब ह्योरीले रन लगाऊ भन्दै बललाई पास गर्छ र अब यो बल रियोसँग पुग्छ। यो सेकेन्ड हाफमा जापानले फ्रान्ससँग अझै राम्रोसँग किपअप गर्न सकिरहेको हुन्छन्। जापानको यस्तो स्लिक पासिङ र प्लेले गर्दा फ्रान्सका केही प्लेयर्स थाक्न पनि थाल्छन्। तर यो कुरा हेर्दै गर्दा इसागीले तर एउटा कुराले मलाई अझै दिमाग खाइरहेको छ सोच्छ। यही बेला यहाँ ह्युगोले रियोको अगाडि आएर हेल्लो म तिमीलाई जान दिन्न है त भन्छ। रियोले उसलाई हेर्दै फ्रस्ट्रेट भएर तिम्रो भिजन राम्रो रहेछ, बटरफ्लाई ल्यासेस भएको केटा भन्छ र उसलाई छक्काउन खोज्दै हुन्छ। यही बेला इसागीले मलाई अझै नि मैले ह्युगोलाई कसरी हराउने थाहा छैन भन्छ। इसागीले मन भनै म यो टिमको सेकेन्ड बेस्ट बनेर टोटली पासिङमा फोकस गरे भने हाम्रो टिमको अट्याकिङ पक्कै राम्रो हुनेछ। तर यसो गरे भने मैले ह्युगोले भने जस्तै मात्र गर्नेछु र यो केवल मैले जित्नुको लागि मात्र गरेको हुनेछु। म यो आफै गर्न चाहन्न र इगोसानले पनि मेरो लागि त्यस्तो रोल चाहनुहुन्न भन्छ। र अब यहाँ इसागी फायर्ड अप हुन्छ र सो म मेरै आफ्नो गोल हानेर ओल्ड बेस्ट स्ट्राइकर बनेर देखाउनेछु। सो मैले ह्युगोलाई हराउन नयाँ थ्योरी पत्ता लगाउनु पर्छ सोच्छ। अब यही बेला बारो इसाईको साइडमा आउँछ र तिमी आज आफ्नो फर्ममा छैनौ लुजर, तिमीबाट मैले गोलको स्मेल पाइरहेको छैन। इगोको अर्डर अनुसार मैले तिम्रो मुभ्सलाई एक्सप्लोइट गरेर गोल गर्न जाने हो, तर यहाँ तिमी युजलेस छौ, यो म्याचको किङ तिमी हैनौ भन्छ। जुन सुनेर इसागी यहाँ सक हुन्छ र मन भनै के बारोले मेरो फ्युचरको भिजन कतिको कमजोर छ भनेर सेन्स गर्न सक्छ र सोच्दै दङ्ग पर्छ। बारोले अब नयाँ शिकार खोज्ने बेला आयो भनेर अगाडि बढ्छ र आज भनेपछि मैले आफै नयाँ शिकार खोज्नु पर्यो भन्छ। अब यता रियो र ह्युगोलाई हेर्दै कारासुले इसागी र म एक जस्तै छौ, हामीसँग एउटै फुटबल आइक्यू छ र हामी ब्लू लकमा एउटै कुरा लिएर आएका हौ। ऊ जस्तै म पनि स्ट्राइकर बन्न चाहन्थे, तर मेरो ड्रिम र मैले खेल्न पाएको रोलमा ठूलो ग्याप थियो। मेरो इच्छाले मेरो क्यापेबिलिटी म्याच गर्ने गर्थेन, तर हुन त मलाई यो मजाले थाहा छ म मिडफिल्डमा बललाई म्यानिपुलेट गरेर अट्याक सेटअप गर्नमा बेस्ट छु। सो म मिडफिल्डर हुनमा बढी सुइटेबल छु, तर त्यही पनि मैले आफ्नो स्ट्राइकर बन्ने ड्रिमलाई गिभ अप गर्न सकेन, जसले गर्दा म ब्लू लकमा बस्न यति हार्ड फाइट गरिरहे। तर थोरै थोरै गर्दै जाँदा म र इसाईको बीचको ग्याप अति धेरै बढिसकेको छ र सुस्त मैले थाहा पाउनु अघि इसागी स्पोर्टलाइटमा आउन सफल स्ट्राइकर बन्यो। यो कुराले मलाई रिस उठ्छ, किनकि यसले गर्दा म पछि स्याडोमै रहनु पर्यो। मैले सधैँ यही सोचिरहन्छु, आखिर इसागीसँग म बाहेक त्यस्तो दामी के कुरा छ र? मैले कुरेर बसे पनि मेरो दिन कहिले आउला त? हुन त म इगोसानले मलाई दिएको अपर्च्युनिटीको लागि ग्रेटफुल छु, तर के अब मलाई इगोसानको फिलोसोफी अब चाहिन्छ होला र? मैले त्यो पलबाट त्यो कुरा भुल्न सकेको छैन भन्दै ह्युगोको कुरा सम्झिन्छ र त्यही भएर ह्युगोको कुरा मेरो दिमागमा गडेर बसेको छ र मलाई त्यो कुरा ठिक लाग्यो। यो इसागीलाई नम्बर 1 बनाएर खेल्दा ब्लू लकको लिमिट हो भन्दै यहाँ पास गर च्यामेलियन भन्दै कारासुले रन लगाउँछ र अब रियोले बल पास गर्छ। जसपछि यहाँ बल रिसिभ गर्दै कारासुले सो यति म सेकेन्ड बेस्ट भयो भने मैले ब्लू लकलाई चेन्ज गर्न सक्नेछु सोच्छ। यो हेर्दै ह्युगोले तिमी दामी खेल्दो रहेछौ कारासु ताबितो भन्छ। कारासुले मलाई यो मेथड कम्प्लिट छ जस्तो त लाग्दैन, तर अहिलेको लागि यो नै मेरो चोइस हुनेछ, जसबाट मैले मेरो फ्युचर ड्रिमलाई त्याग्नु पर्दैन भन्दै बल लिएर अघि रन लगाउँछ। बारोले पास माग्दा पनि कारासु बल लिएर अघि जाँदै हुन्छ र मन भनै यति मैले यहाँ गोल क्रिएट गरे भने
मैले इसागीलाई हराउन सक्नेछु र मैले मेरो भाग्य बदल्न सक्नेछु सोच्छ र अब कारासुले त्यहाँबाट सर्ट लिन्छ तर यो सर्ट नभई बब्बाल डाइरेक्ट पास हुन्छ जुन देखेर इसागी पनि दङ्ग पर्छ भने कारासु स्माइल गर्दै मेरो यो बब्बाल पास उसलाई जाँदैछ मेरो सेक्रेट वेपन ऊ हो भन्दै सिडौलाई पास दिन्छ र यो तिमीलाई ह्यान्डल नगर्न सक्ने डिमन हो इसागी भन्छ भने अब यो पास पाएपछि सिडौ अति एक्साइटेड हुन्छ र यही नै यो च्याप्टर इन हुन्छ।